सम्पूर्णमा नमस्कार। आजको बसाइमा चाहिँ हामी एउटा पुस्तकको समीक्षा गर्दै जाँदैछौँ। पुस्तक समीक्षा गर्न मलाई खासै आउँदैन, त्यसैले कुनै भुल त्रुटि भएमा क्षमा प्रार्थी छु है त। यो किताब मैले करिब 2 महिना अगाडि पढिरहेको थिएँ र किताब पढिसकेपछि यो किताबको बारेमा लागेका कुराहरू नभन्दाखेरि मेरो मनमा एक किसिमको बेचैनी पैदा भएको थियो। यो किताब पढिसकेपछि मैले लगभग अरू 2-3वटा किताब पढि भइसकेँ, तैपनि यही किताबले चाहिँ मन झन्कृत गरिराखेको थियो। मनमा कम्पन पैदा भइरहेको थियो कि केही भनौँ यसको बारेमा, के बुझाउँ अरूलाई पनि। आफूले जानेको कुरा पोखौँ हुँदो रहेछ क्या, त्यही भइरहेको थियो। र त्यसै कारण यो पुस्तक समीक्षा बनाउन जाँदैछु। किताबको नाम हो अन्तर्मनको यात्रा, स्वर्गीय जगदीश घिमिरेज्यूद्वारा लिखित यो किताब। र किताबले 2064 सालको मदन पुरस्कार जित्न सफल भएको थियो। त्यस सँगसँगै उत्तम शान्ति पुरस्कार पनि जितेको छ भनेर यहाँ लेखिएको छ। किताबका लेखकको यो आत्मवृत्तान्त हो, उहाँ आत्मलाभ भन्नुहुन्छ। जगदीश घिमिरेज्यू 2002 साल चैत्र 28 गते मन्थली रामेछापको मन्थली गाउँमा जन्मिनु भएको थियो। मन्थली हाल बजार छ। र आत्मवृत्तान्त भनेपछि उहाँले आफ्नो जीवनको सुरुवाती जबसम्म उहाँलाई याद छ त्यो दिनदेखिको उहाँले आफ्ना जीवनको अन्तिम घडीसम्म जे जति कुराहरू अनुभूति गर्नुभयो, जे जति कुराहरू अनुभव गर्नुभयो, जे जति कुराहरूले उहाँको चित्त दुखायो, उहाँलाई खुसी दिए, यावत कुराहरूको बारेमा चाहिँ उहाँ लेख्नुहुन्छ। उहाँ माइलोमा भन्ने क्यान्सरबाट पीडित हुनुहुन्थ्यो। त्यसको उपचारको क्रममा उहाँले पेन किलर खाँदै किमोबाट दुःख पीडा भोग्दै यो किताब लेख्नु भएको थियो। त्यस कारणले गर्दाखेरि यो किताब आफैमा पनि एकदमै प्रेरणादायी छ। यो शब्द उच्चारण गर्न मलाई अत्यन्त गाह्रो हुन्छ। आफैमा मोटिभेटिङ छ यो किताब। र यो किताब पढिसकेपछि यदि तपाईँ जीवनको अन्योलतामा हुनुहुन्छ, जस्तो कि म थिएँ, जीवनको चाहिँ कुन दिशातर्फ जाँदैछ, जीवन कस्तो हुनेछ, हाम्रो जीवनमा के गर्ने या के हुने, या सिङ्गो जीवनै के हो भन्ने कुराको जवाब चाहिँ यो किताबमा छ। तपाईँ आफ्नो लागि मात्र बाँच्न खोज्दै हुनुहुन्छ भने त्यो असम्भव। त्यो जस्तो त्यो जीवनलाई जीवन भनिँदैन। जीवन भनेको त आफ्नो लागि बाँच्ने कुरै होइन रहेछ। हो, आफूलाई माया गर्नुपर्छ, आफूलाई ध्येय भावले हेर्नु हुँदैन, आफूलाई कम सोच्नु हुँदैन, आफूमा आत्मविश्वास, आत्मसम्मान, अलिकति स्वाभिमान हुनु आवश्यक छ। यो हुँदाहुँदै पनि अरूप्रति दया, माया, करुणा, होइन, यी भावहरू, प्रेम चाहिँ हुन अत्यन्त जरुरी छ। किताबमा उहाँ आफ्ना प्राइम भन्छन्, प्राइम मतलब आफ्नो जल्दो बल्दो दिनदेखि लिएर गएर आफू अरूमा निर्भर हुनुको दिनसम्मको सम्पूर्ण कुराहरू एकदम सरल भाषामा, एकदम सहज भाषामा, बोलीचालीकै भाषामा उहाँ लेख्नुहुन्छ। मलाई उहाँको एउटा जीवनको एउटा खण्डले एकदमै प्रभावित पार्छ। हाल म विदेशमा छु 4 पैसा कमाउनलाई। त्यस्तै उहाँ हुनुहुन्थ्यो बेलायतमा, घर किनेर, गाडी, अब प्रतिष्ठित जागिर, सम्पूर्ण कुरा परिवारसँगै साथमा। त्यो नेपाली, एउटा सामान्य नेपालीको लागि सपनाको संसार भनौँ न, उहाँ त्यो जीवन जिउँदै हुनुहुन्थ्यो। तर उहाँको मन रमेन बेलायतमा र उहाँ नेपाल फर्किनुभयो। रामेछापमा गएर तामाकोशी सेवा समिति सुरु गर्नुभयो, गैर सरकारी संस्था। र उहाँले आफ्नो जिन्दगी नितान्त र अलिअलि राजनीतिमा, साहित्यमा र धेरैजसो सामाजिक सेवामा लगाउनु भयो। यसले के थाहा हुन्छ भने नेपाली मन अन्त गएर रम्दैन रहेछ। जति पनि रमेका छन् तिनीहरूलाई बधाई छ, र जतिको रमिरहेको छैन तिनीहरू भित्रभित्रै आफै निसासिएर बसिरहेछन्। जस्तो कि म बसिरहेको छु। यो किताबहरू म किन पढ्दैछु भन्दाखेरि एउटा निष्कासनको बाटो त चाहियो नि।
दिमाग चल्दैन, दिमागमा हजार कुरा खेल्छन्, मनले हजार थोक सोध्छ, के पाएँ के गुमाएको हिसाब चल्या हुन्छ। पढ्दाखेरि दिमाग शान्त हुन्छ, पढ्दाखेरि यस्ता पात्र होइन, यस्ता दिग्गजहरूसँग भेट हुन्छ जो चाहिँ आफू यो संसार छोडेर गए पनि हामी बाँच्नेहरूको लागि चाहिँ एकदमै प्रेरणाको स्रोत बनिदिनुहुन्छ, बाटो देखाइदिनुहुन्छ, ल है बाबु त्यो बाटो हिँड भनेर। यो किताब यदि तपाईँहरू अन्यलतामा हुनुहुन्छ, यदि तपाईँहरू चाहिँ के गर्ने कसो गर्ने भनेर सोच्दै हुनुहुन्छ, जीवनमा हार्नु भएको छ, थाक्नु भएको छ भने चाहिँ यो किताबले तपाईँलाई चाहिँ एउटा बाटो देखाइदिन सक्छ। जगदीश घिमिरेज्यूले ल नानी बाबुहरू यो बाटो हिँड भनेर देखाइदिनुहुन्छ। म तपाईँहरूलाई हाइली रेकमेन्ड गर्छु यो किताब पढ्नलाई। बुकविलबाट प्रकाशित भएको यो किताब उहाँको जीवनीसँग सम्बन्धित छ। उहाँको जीवनबाट हामीले धेरै कुरा सिक्न सक्छौँ र किताबमा धेरै कुराहरू मान्छे भइसकेपछिको सम्बन्धमा आउने जटिलताहरू धेरै कुराहरूमा उहाँले बोल्नुभएको छ। तपाईँहरूको जीवनमा आएका जटिलताहरूलाई पनि उहाँले मलम लगाइदिने काम गर्न सक्नुहुन्छ त्यो किताबबाट। त्यसैले पढ्नुहोस् र तपाईँहरूलाई कस्तो लाग्यो आफ्नो प्रतिक्रिया यो भिडियो हेरेर लेखिदिनु होला। तपाईँहरूको अमूल्य समयको लागि धेरै धेरै धन्यवाद। म फेरि अर्को पुस्तक समीक्षा जुन पढेको छु त्यो लिएर आउनेछु। त्यतिन्जेलसम्मको लागि बिदा दिनुहोस्। धन्यवाद।